सो हेलो गाइज वेलकम ब्याक टु द न्यू भिडियो। सो धेरै पछि भिडियो हाल्दैछु होइन। सो आजको भिडियोमा चाहिँ के नयाँ इन्ट्रेस्टिङ कुरा छ भनेर यो ब्लग बनाउनुको रिजन चाहिँ के छ भनेर होइन अब कतिपयको मनमा लागिरहेको होला। सो आजको यो भिडियोको मेन चाहिँ के छ भन्दाखेरि चाहिँ आज हाम्रो टक्क एफोर मामा हाम्रो मामाश्री र हाम्रो गुप्तराक्स हाम्रो यतातिर पोखरा घुम्न आउनु लाग्नु भएको छ। ठ्याक अब पुग्ने बेला नि भइसक्यो। चट्टा लाएर पिकअप गरेर आज डेन्जर रमाइलो गरिन्छ मामासँग भान्जासँग। अन्तिमसम्म हेरेर सब्सक्राइब गरिदिनु है त। ल बढौँ अगाडि मोटर ब्लगिङतिर। सो बाइक ननिकालेको नि कत्रो भइसक्यो। सो गाइस अब हामी चट्टा निक्ल्यौँ हाम्रो मामा श्रीलाई भेट्न होइन। अनि हाम्रो गुप्त सर अझै 1 घन्टा लाग्छ अरे। मामा त आएर एकदम बसिसक्नु भएको छ। एन्ड अब हाम्रो गुप्त सरलाई आउन कति पो टाइम लाग्ने अझै। क्या डेन्जर जामको भनेको आज यार दिउँसोको टाइममा आज जतातिर नि हालत त्यही छ। यतातिरको हालत हेर्नु त यो हेर्नु आम्मामामामा होइन। आज छ चाहिँ कतातिर जाम यस्तो ठुलो छ्याम आम पकाएर चाहिँ कोइला यहाँ त छैन तलैबाट आउनु पर्ने। झन्नै हालिदिइरहेको भनेको नहेरेर हालेको त्यही बाइकै जान्छ होइन त्यही हो। कति चाँडै हो र भ्लग बनाउँदै आएको यहाँ हेर्नु हालदी धुलो धुल त भइहाल्छ नि। हामी चाहिँ आइसकेछौँ पोखराको बाटोमा है त। क्यान्डी पुरै बाइक ठक्क हाम्रो केटाहरू पछाडि रहेछ है। कहाँ जाने भन्ने सोच भोकै छ हामी यहाँ आएर अब ल केटा हामी चाहिँ ताल चौकतिर आइसके। त्यत्रो टाढा त्यो धुरा सुरा ढेल त होइन धुराहरू खाँदा आइयो ठक्क। ल केटा हो हामी चाहिँ आइसक्यो है त केटाहरू। दिस इज मी चाहिँ होइन इट्स मी एफओ गेमर एकेए एफओ गेमर दिस मी स्यान्डी गेमिङ भन्नु स्यान्डी गेमिङ होइन यसो होइन दिस मी अमित थापा छेत्री एफोर गेमर त्यसरी भन्नु होइन एके साथी बरु अलि नबुझ्ने तरिकाले चाइनिजै बोल्दै इङ्ग्लिस होइन त्यो इङ्ग्लिस अब खाना आयो खाना दिस मी यस्तो पो रहेछ त कुरो त। योभन्दा माथि नै अझै आइसकेको नि होइन छैन यो लिट म एउटा कुरो के चाहिँ भन्नलाई अहिले यहाँ क्यामेरा लगाइरहेको छु भन्दाखेरि दर्शकबिन सब चोरको भिडमा म चाहिँ सोझो तलपट्टि यसरी यतापट्टि साइड टक्क फेवाताल ल्याउन सकिन्छ। ल्याएर माझी गुनामा आएर फेवाताल भनिदिनु फेवाताल के हो त नि यो कहाँ माझी गुना यो बेगनास थाल फेवाताल होइन रे बेगनास त दिमाग कट यो पनि हामी चाहिँ अहिले आइसकेको छौँ बेगनास ताल माझुकुना भन्ने ठाउँमा टक्क यतापट्टि ल्याउन सकिन्छ है ताल सर र केटाहरू यहाँ छ यस्तो तरिकाले छ। अनि माथिपट्टि घाम सनबाद लिएर बसिरहेको त्यसै नुहाएर लिन्छ सनबाद भनेको होइन हामी के कट फेरि सनबाद लिन नुहाउनै पर्छ। हामीले बिहान मुख धोएर नै आएको हो नि बट्टाले गोलेरमा तानी है तानो है फटाफटले बडा रहेछ कता नमिठेको ल केटा हो च्याप्पै खानासाना खाइयो होइन। अनि टक्क लाएर अब हामी मामा हाम्रो ऱ्यापिड के अरे गेमर होइन एफोर गेमर टक्क अनि उता यता के अरे हामी अब हाडै खाएर भ्याइयो। अब हामी केटाहरू कहाँ जाने हामी अब बाघ हेर्न गइन्छ। आफू पनि बाघ जस्तो पर्यो नि। भालु पनि हेर्न जाने भन्दाखेरि भालु पनि हेर्नु ल टक्क जङ्गलमा आइसक्यो हामी होइन। अब ठ्याक्कै अगाडिबाट के अरे पछाडिबाट के अरे बाघ आइदियो कि होइन त्यो हुन्छ अब यहाँ। कता छौ मेरो फुल बाटो बिर्स्यो के कहाँ छ अन्त कपाल तानिन्छ अस्ति कपाल तानेको थियो यही हामीले बालो दिन सकिन्छ
यही होइन त ग्यास डिन्जोर होला मिया स्ट्रिम नै भन्छ कि उसले यही छोरो हो छोरो फेरि स्ट्रिम स्टाइल भनिदियो के गर्नु अब अलिकति हिँड्यो अब चाहिँ हामी बाघ बहुत सानो थियो अरे त्यो सानो। ए क्या मजा आएको त्यो त भाइ यताबाट के किनेर आउने यता ओइ मेरो जकेट परे मासाला 2500 परेको तेरीमा ओइ हुनुहरू गर्दो रहेछ ल्या यत्रो बच्चे है सर्दी गर्ला हैन यसको बाउ धन बाउ त हैन क्यामेरा यसको गरेर ठुलो ल। पल्टा चाहिँ तपाईँ देखेछ है? ठुलो आउँछ कि मजाले खान्छ नि ल हामी त यहाँ बाघ हेर्दै मजा आएछ है झ्याप्पै तिमी चलाउ ल हामी गएको ल हो यो को ओइ 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 यो को यो मामा होइन ओइ ओइ यहाँ हेर त को केटा हो लो लामो 81 को भेट भयो यहाँ हेर मामा होइन एभर क्यामेरा होइन ओइ हो ओरे रहेछ ओए खै इसमा ओए अबुइ ल सेम ल लामो केटा हो यो त के भयो के 81 यो त यो बाइक वाला त स्यान्डी ल मामा होइन छ परिरहेको भनेको पाएँ